ओम श्री गणेशाय नमः। स्वस्थानी व्रत कथा सुनिरहेका अगस्त्य मुनि सोच्दैछन् ती 5 वर्षकी अज्ञानी गौमा ब्राह्मणीलाई, जसले न त महादेवलाई चिन्दथिन् न त अनादर नै गरेकी थिइन्, केही क्षण अल्मल्याएकै भरमा त्यति ठूलो श्राप दिनु के ठिक थियो त? उनले मौका पाई श्री कुमारजीसँग यी प्रश्नहरू राखे। तब कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यो सब श्री महादेवका लीला हुन्। ब्रह्माण्ड सन्तुलनका निमित्त ब्रह्मा, विष्णु र शिवबाट कस्ता चरित्र वा अवस्थाहरू देखिन्छन् त्यो कसैलाई थाहा हुँदैन। गौमाले पाएको श्राप पछाडि पनि कुनै न कुनै रहस्य अवश्य हुनुपर्दछ। अब अगाडिको प्रसङ्ग सुन्नुहोस्। कुमारी गोमा भिक्षुक रूप श्री महादेवको श्राप सुनेर अति नै दुखित भइरहेकी थिइन्। केही क्षणपछि गङ्गामा स्नान गर्न गएका शिवभट्ट ब्राह्मण सती ब्राह्मणीले स्नान सन्ध्या सकेर हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान गरी सधैँका झैँ घर फर्केर घरमा आफ्नी प्यारी छोरी गोमालाई रोइरहेको देखेर, हे पुत्री, किन रोएकी? के दुःख पर्यो? यति भनी सोध्दा गोमा भन्दछिन्, तपाईहरू स्नानमा गएका बेला भिक्षुक आए। मैले अक्षता केलाएर भिक्षा दिन्छु भनी पर्खाइराखे। पछि भिक्षुकले पूजाको अक्षता मागे, मैले दिन्न भनेपछि रिसाएर श्राप दिए, त 7 वर्षकी हुँदा 70 वर्षको बुढोसँग विवाह होस्, माता पिताले पाएको सम्पत्ति नाश होस्, तँलाई महादुःख होस् र माता पिता पनि चाँडै मरिजाउन् भनी डमरू बजाइ गए। गोमाको कुरा सुनि शिव भट्टले सोधे, हे पुत्री, यो कस्तो स्थिति आइपर्यो? तिमीलाई श्राप दिने ती को होलान्? त्यसपछि आमा छोरी निकै बेरसम्म रोइरहे। सती ब्राह्मणीले श्रीमानलाई भनिन्, हे स्वामी, यो कस्तो दशा देख्नु पर्यो? विचार गरेर ती श्राप दिने जोगीको हुन् तत्काल पत्ता लगाउनुहोस्। के उनले हामीलाई श्रापमुक्त गराउन सक्लान्? यो अज्ञानी नाबालिकाले के नै बिराएकी थिए र यति ठूलो श्राप भोग्नु पर्यो? शिव भट्टले आराध्य देव हरिहरको ध्यान गरी बुझ्दा श्राप दिने स्वयं महादेव भएको थाहा पाए। यता सती ब्राह्मणी भने, हे छोरी, जसले जसरी श्राप दिएको पनि लाग्छ र? ती जोगीले दिएको श्राप लाग्छ नै भन्नु के छ र? तीको थिए जोगी किन दिए? तसर्थ हामीले दुःख गर्नु ठिक छैन भन्दै छोरीलाई सम्झाउँदै थिइन्। तब शिव भट्टले नजिकै आएर भने, हे प्रिय, ती जोगी त साक्षात् महादेव रहेछन्। तिनको श्राप अवश्य लाग्छ, त्यसैले अब नरौ भनेर अनेक तरहले बुझाए। त्यसपछि बिस्तारै बिस्तारै गोमा ब्राह्मणी 6 वर्षकी लागिन्। तब शिव भट्टले पत्नी सती ब्राह्मणीसँग सल्लाह गरेर गोमालाई कन्यादान दिन भनी ठाउँ ठाउँमा योग्य वर खोज्न ब्राह्मणहरू पठाए। जगदीश्वर श्री महादेवको श्रापले गर्दा गोमालाई कन्यादान दिने ब्राह्मण पाउन सकेनन्। शिव भट्टले आफै जहाँ तहाँ खोजी गर्दै हिँडे। आफूले भने जस्तो ब्राह्मण फेला पार्न सकेनन् र गङ्गामा गएर स्नान गर्न लागेका ब्राह्मणलाई पनि हेरे। त्यहाँ पनि आफ्नो इच्छाले चाहे जस्तो वर पाएनन्। तब मनमा हरेस खाएर हार मानी घरतर्फ आउँदै गर्दा कुप्रो, कान नसुन्ने, डेढो, कैलो, आँखी भौ भएको, डाँडा निस्केको, कपालका रौँ सेतो भएर पाकेको, कालो कालो मुखबाट रियाल बगाइरहने, 70 वर्षको शिलासन गरी सन्ध्या गर्न लागेका शिव शर्मा नाम भएका बुढा बाहुनलाई देखि शिव भट्ट ब्राह्मणले तिनलाई धेरै बेरसम्म हेरिरहे। शिव शर्मा, सन्ध्या सकि तिमी कहाँबाट आयो? मलाई धेरै बेरदेखि किन हेरिरहेको भनेर सोधे। शिव भट्टले आफ्नो परिचय दिँदै ब्राह्मण कुमार खोज्दा नभेटिएर घर फर्कन लागेको वृत्तान्त सुनाए। प्रत्युत्तरमा शिव शर्माले भने, म 70 वर्षीय ब्राह्मण हुँ, जो 16 वर्षकै उमेरदेखि कन्यादानको प्रतीक्षामा छ। ईश्वरको कृपाले हाम्रो भेट भयो। म ब्राह्मण भएर पनि अहिलेसम्म अविवाहित रहेकाले दया गरी आफ्नी पुत्री मलाई देऊ। अब तिमीले कृपा गरे कन्यादान पाउला। यस्तो शिव शर्माले भनेको सुनेपछि शिव भट्ट ब्राह्मण भन्दछन्, यस्तो उमेरका तिमीलाई मेरो बालक छोरी कसरी दिनु? विशेष तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री जस्ती रति जस्ती सुन्दरी पुत्री अयोग्य छ। शिव भट्टका कुरा सुनेर शिव शर्मा फेरि भन्दछन्, हे शिव भट्ट, यस्तो आज्ञा नगर। ती कन्या मलाई नदिए म आत्महत्या गरी मर्नेछु र तिमीलाई ब्राह्मण हत्याको पाप लाग्नेछ। शिव शर्माको यस्तो कुरा सुनेर शिव भट्ट मनमा नै भन्दछन्, त्यसको कर्ममा त्यस्तै लेखेको रहेछ, म के गरूँ? त्यस दिन श्राप दिने भिक्षुक रूप श्री महादेवकै श्रापको कारणले यसो भइरहेको हो। उनको श्राप टाल्न इन्द्रले पनि सकेनन्, ब्रह्माले पनि सकेनन्, म जस्तो ब्राह्मणले कसरी सकुला? यस्तो विचार गरेर मनमा अनेकन तरहका कुरा खेलाउँदै खेलाउँदै शिव शर्मालाई लिएर शिव भट्ट घरतर्फ गए। सती ब्राह्मणीले शिव शर्मालाई देखेर को हुन् यिनी भनी सोधिन्।
शिव भट्टले भने योग्य वर नभेटेर फर्किँदै गर्दा गङ्गामा यिनलाई भेटे। यिनले कन्यादान मागे, तर मैले मेरी सुन्दरी पुत्रीका लागि तिमी वृद्ध र कुरूप छौ भनी अस्वीकार गरे। यसो भन्दा यिनले कन्या नदिए आत्महत्या गर्छु भने। अब ब्राह्मणको हत्या हुन दिने कि यिनलाई कन्यादान गर्ने? म धर्म सङ्कटमा परे। सती ब्राह्मणीले पतिको कुरा सुनेर भनिन्, हे स्वामी, यस्तो कुरूप वृद्ध र अशक्तलाई मेरी अप्सरा जस्ती छोरी कदापि दिन्न। आत्महत्याको धम्कीले नडराउनुहोस्। यदि उसले मरेछ भने पनि त्यसको पाप म आफ्नै थाप्लोमा थापुली, तर कन्या दिने छैन। बरु तपाईँले सक्नु भएन भने म आफै योग्य वर खोजेर ल्याउँछु। शिव शर्माले सती ब्राह्मणीलाई सम्झाउँदै भने, माता, यो संसार कुमालेको चक्रजै घुमिरहन्छ। यहाँ कोही धनी गरिब त कोही राम्रा नराम्रा हुन्छन् र वृद्ध त सबैले हुनुपर्छ। त्यसैले ती कन्या मलाई दिनुहोस्। यदि दिनु भएन भने म तपाईँहरूलाई सरापेर प्राण त्याग गर्नेछु। यति भन्दै उनी प्राणवायु खिचेर मर्न तयार भए। तब शिव भट्ट ब्राह्मण डराएर भन्न थाले, हे शिव शर्मा ब्राह्मण, त्यसो नगर। मेरी पुत्री तिमीलाई दिन्छु भनेर बुझाइ गोडा धुइमाथि लगे। सती ब्राह्मणीले पनि अझै मानेकी थिएनन्। तब शिव भट्ट ब्राह्मण सती ब्राह्मणीलाई बुझाउन लागे, हे स्त्री, त्यस दिन सरापेर जाने भिक्षुक रूप श्री महादेव रहेछन्। अब 33 कोटी देवता हाम्रो सहायक भएर आए पनि त्यो श्रापलाई पनि टार्न सक्ने छैनन्। दैवले गरी पारी ल्यायो, गौमा यिनलाई कन्यादान दिउँ, ढिपी नगर। अब सामग्री तयार गर। तब सती ब्राह्मणी विलाप गर्दै विचार गर्न थालिन्, ओहो, घोर आश्चर्य! बालक र वृद्धको विवाह! विधाताले मेरी छोरीको निधारमा कस्तो कर्म लेखेछन्। मरानमा ब्राह्मणले भाग्यमानी हुन्छ भनेका थिए, त्यो पनि मिथ्या भयो। हामीले कसैको कुबलो चिताएका थिएनौँ। यो अज्ञानी नाबालिकाले के नै बिराएकी थिए र महादेवले यस्तो कठोर श्राप दिए। यति भन्दै उनी भक्कानिएर रुन लागिन्। शिव भट्टले सम्झाउँदै भने, हे प्रिय, नरो, दैवले जे चितायो त्यही हुन्छ। शिव शर्मालाई खानपिन गराई सुत्न देऊ। पतिको कुरा मानेर सती ब्राह्मणीले उनलाई खाना खुवाएर सुताइन्। त्यसपछि छोरी गोमालाई काखमा लिएर रुँदै भनिन्, हे प्यारी पुत्री, त्यो दिन श्राप दिने साक्षात महादेव रहेछन्। अब तेरो विवाह ती वृद्धसँगै हुने भयो। कर्ममा लेखेको कुरा कसैले टार्न सक्दैन, त्यसैले हामीलाई दोष नदे र सुर्ता पनि नगर। यति भन्दै उनी दुरुदुरु रुन लागिन्। हे माता, यसमा हजुरहरूको कुनै दोष छैन, यो त मेरै कर्मको फल हो। मैले अहङ्कारवश भिक्षुक रूपी महादेवको अनादर गरे। फेरि महादेवले दिएको श्राप मिथ्या गर्नको शब्द छ र? त्यसैले सन्देह नगर्नुहोस्। बुढो, दरिद्र वा रोगी जे जस्तो भए पनि दैवले जुरेको यो विवाह मलाई स्वीकार छ। रामचन्द्रजी जस्तालाई त दैव लागेर वनवास जानु पर्यो। वनवासमा पनि रावणले सीतालाई हरण गरेर लग्यो। फेरि श्री महादेव जस्तालाई पनि दैव लागेर कालकुट विष कण्ठमा राखेर नीलकण्ठ भएर रहनु पर्यो। फेरि युधिष्ठिर जस्ता सत्यवादी राजालाई पनि दैव लागेर राज्यबाट निकालिनु पर्यो र वनवास गुप्तवासमा समेत बस्नु पर्यो। द्रौपदी जस्ती पतिव्रतालाई दैव लागेर दुर्योधनको सभामा दुशासनद्वारा बेइज्जती खानु पर्यो। फेरि बलि जस्ता दातालाई पनि दैव लागेर पातालमा गएर बस्नु पर्यो। मायापति श्रीकृष्णलाई दैव लागेर आफ्नै अगाडि आफ्नै नाति अनिरुद्धलाई नागपासले बाणासुरले बाँधेको र 56 कोटी यदुवंशको नाश भएको देख्नु पर्यो। फेरि ब्रह्माण्ड र त्यसमा भएका जीव जन्तु जड चैतन्य आदि समस्त सृष्टि गर्ने ब्रह्मालाई दैव लाग्दा आफ्नो शिर कटाएर रहनु पर्यो। फेरि देवताका राजा देवेन्द्रलाई दैव लाग्दा राज्य छोडी भाग्नु पर्यो। हे माता, दैवको गति उल्लङ्घन गर्न कसैले सक्दैन। जसरी घडालाई जतिसुकै विशाल समुद्रमा लगेर डुबाए पनि त्यसमा घडाभरि मात्र पानी अटाउँछ, त्यस्तै आफ्नो भाग्यमा लेखिएको मात्र पाइन्छ। सन्देह नगर। तिमीले दिएको ठाउँमा म खुसीसाथ जाउँली। यस्तो गोमाको वचन सुनेपछि सती ब्राह्मणीले खुसी भएर भन्दछिन्, हे गोमा, त धन्य रहेछस्। यस्तो बालक अवस्थामा पनि यस्तो ज्ञानको कुरा गर्ने भनेर रातभरि आमा छोरी कुरा गरी बसे। भोलिपल्ट शिव भट्ट ब्राह्मणले नाउलाई डाक्न पठाएर शिव शर्माको कपाल खौरन लगाए। मन परेको मिठो मसिनो खाना पाउँदा शिव शर्मा पनि हृष्टपुष्ट भएर मोटाए। त्यसपछि शिव भट्ट ब्राह्मणले लग्न ठराई कन्यादानको सामग्री तयार पार्न लगाई नाना मङ्गल यात्रा गरी आफ्ना मर्यादाले गोमालाई मणि माणिकको हिरा मोती इत्यादि पराई शिव शर्मालाई कन्यादान दिए।
गोमाले हातमा फूलको मालाले शिव शर्माको गलामा श्रद्धापूर्वक पहिराइन् र दण्डवत गरिन्। कन्यादान सकेपछि शिव भट्टले डाकेका ब्राह्मणहरूलाई भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिए र ब्राह्मणहरू आशीर्वाद दिँदै घरतर्फ लागे। गोमा ब्राह्मणीले शिव शर्मालाई बडो प्रीति प्रतिष्ठापूर्वक सेवा गरेर राखिन्।